सो गाइस आज चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ र आज चाहिँ हामी छुट्टीको बेला साथीहरूसँग मिलेर केही खाऊँ भनेर चाहिँ सोचेको छु र आज चाहिँ हामी केही बनाएर खाने सोचेको भएर यता हेर्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ हामी चाहिँ बनाएर खाने सोचिँदैछौँ र हामीले चाहिँ रुममा चाहिँ ग्यासहरू राख्न नपाउने भएको कारणले चाहिँ हामीले चाहिँ केही इलेक्ट्रोनिक केही सामग्रीमा बनाएर खाने सोच्यौँ र कस्तो हुन्छ तपाईँहरू हेर्दै गर्नु होला अन्तिमसम्म र हामीसँग चाहिँ 7-8जना साथीहरू पनि छ यहाँ हेर्न सक्नुहुन्छ आज 1-2जना चाहिँ आउनै बाँकी छ लस फाइनली गाइस अब चाउचाउ पनि उमाल्दैछु फाइनली अब चाउचाउ पनि उमालिसक्यो अब योमा चाहिँ अन्डा हालेर अब हामीले बनाउनु पर्ने हुन्छ कस्तो चाहिँ बनाउँछु भनेर अब तपाईँहरूलाई देखाउने छु अब चाउचाउ अब केटाहरूले अन्डा हाल्दैछु यहाँ अब योमा अन्डा हालेर अब हामीले चाहिँ घोल्नु पर्ने हुन्छ फ्राई गरौँ भने अब हामी चाहिँ यहाँ तेलहरू केही पनि छैन त्यसैले अब यहीमा हालेर हामीले अब यहीमा घोलेर अब चाउचाउसँग मिक्स गर्छौँ अब यस्तै हो हामीले अब सधैँ खाने तरिका नै यस्तै हो अब हाम्रो रुमतिर ग्यास हुँदैन त्यही भएर चाहिँ अब हामीले यस्तै राइस कुकर जस्तो यस्तै इलेक्ट्रोनिकहरूबाट बनाउँछु सधैँ अब हाम्रो चाहिँ रुममा ग्यास राख्न पाउँदैन त्यसैले अब यो अन्डाहरू हाल्दैछु केटाले अब यो अन्डा त धेरै छैन लगभग 5वटा मात्र हो पछि मिक्स भएपछि यो चाहिँ एकदमै राम्रो हुन्छ अब त्यही हो अझ त केही छैन भन्नुपर्ने यही हो अब लास्टसम्म कस्तो हुन्छ चाउचाउ चाहिँ तपाईँहरूले देखाउँछु अब तर यति राम्रो त हुँदैन जस्तो लागिरहेछ आज किनकि चाउचाउको अलि भाँडा नपुगेर अलि भाँडा सानो भएको कारणले अब चाउचाउ अटेको पनि छैन यताउता मान्छे पनि धेरै छ भाँडा सानो भएर अब यस्तै हो अब हाम्रो समस्या नै यही हो भाँडा नहुने कहिले अब यस्तो इलेक्ट्रोनिक चिजहरू नभएको फाइनल अब चाउचाउ चाहिँ यस्तो भएको रहेछ फाइनल चाउचाउ चाहिँ यस्तो भयो अब यो चाउचाउ मिठो छ कि छैन भने अब तपाईँहरूलाई पछि लास्टमा भन्ने छु तर चाउचाउ चाहिँ हाम्रो यस्तो भयो अब चाहिँ फेरि अर्कै चिज अब चाहिँ तपाईँहरूलाई मासु चाहिँ बनाउनु पर्ने हुन्छ केटाहरूले मासु चाहिँ धमाधम बनायो ऊ चाहिँ अलिकति अब हाम्रो कुक नै भनौँ न कुक जस्तो हो अब केटाले मासु चाहिँ बनाउँदैछ अब अरू सबै हेर्ने त ऊ एक्लै बनाउँछ अब हामी सबै हेरेर नै मात्र बस्ने ऊ चाहिँ हाम्रो कुक हो तपाईँहरूले देखे नै होला उसले मासु चाहिँ राम्रै पकाउँछ फाइनली मासु चाहिँ कस्तो हुन्छ भने तपाईँहरूले देखाउँछु चाउचाउसँग मासु मिक्स गर्नुपर्ने हुन्छ कुनै जब मासु नखाने कारणले अब उसले चाहिँ चाउचाउ हामीले छुट्याउनु पर्ने हुन्छ उसले मासु पनि नखाने कारणले अब उसले चाहिँ अर्कै भाँडामा निकालेर राख्नुपर्ने हुन्छ हामीले त्यसैले अब यो मासु चाहिँ पकाएपछि अब चाउचाउसँग मिक्स गरेर खानुपर्ने हो अब मासु नखाने त कोही छैन यति एकजना मात्र हो अरू सबै मासु खाने मान्छे नै हो फाइनली अब मासु चाहिँ यस्तो भयो अब मासु पाकेको कि नपाकेको अझै थाहा पनि छैन मलाई त अब उसले नै थाहा छ होला अब उसले नै पछि भन्छ पाक्यो भने अनि अब यस्तै हो अब मासु पाक्यो कि पाकेन भनेर चाहिँ अब तपाईँहरूलाई देखाउने नै छु फाइनली एकदम हेर्दा त मिठो छ रहेछ मासु तर खाएपछि है कस्तो हुन्छ त्यो चाहिँ पछि नै थाहा हुन्छ अहिले त यस्तो उमाल्दाखेरि त एकदमै मिठो खाम जस्तो भइरहेछ कुकमिनले पनि एकदमै राम्रो फ्राई गर्दो रहेछ अब त्यही हो कुनै मासु नखाने पनि थुकाउन सक्छ यो अब यस्तै हो अब केरा हो अब चाहिँ मासु पाकिसक्यो फाइनली अब चाहिँ केराहरू आफै धुनमा छ कुकमेन बाइक अरू सबै आफै धुनमा हो एउटा स्मेल नै करा अब एउटा त लजाइ फाइनली अब मासु पनि पाक्यो अब यो चाउचाउमा हालेर मिक्स गर्नुपर्छ अब हामीले यो चाउचाउमा हालिसक्यो यो मासु चाहिँ अब मिक्स गर्नुपर्ने हुन्छ अब यो चाउचाउ चाहिँ अब मिक्स गरेपछि चाहिँ एकदम मिठो होला जस्तो लाग्यो
तर कस्तो हुन्छ भन्ने चाहिँ अब लास्टमा भन्ने छु अब केटाहरू सबै उता अब चाहिँ फाइनली हामी चाउचाउ खाँदैछु त्यो त्यसले गर भनेको त्यो त्यसले गर त्यो चम्चाले भन्दा नि पास जी हाँ जीरो वाला अरे खाएको चाहिँ अहिले सुन्ने लाग्यो यहाँ हालिदिनै छु भाइ चौध जोकर भयो क्या फाइनली हामीले खाइ पनि सक्यो र यति मिठो थिएन सबैले मिठो मानेर खाइदियो अब यति दुःख गरेको छ केटाले अब यत्रो बनायो अब यत्रो अब भनौँ न अब केही पनि छैन तर पनि यति भएको ठिकै हो अब यति भन्दै हस् त धन्यवाद।